नमस्ते। आजको शीर्षक रहेको छ जनस्वास्थ्य रोग खाद्य र पोषण। पहिलो नम्बरमा रहेको छ जनस्वास्थ्य। विश्व स्वास्थ्य सङ्गठनका अनुसार रोग र दुर्लभताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। स्वास्थ्य हुनु भनेको रोग र दुर्लभताबाट मात्र मुक्त हुनु होइन के, शारीरिक, मानसिक, सामाजिक तीनटैबाट तन्दुरुस्त हुनुलाई नै स्वास्थ्य भनिन्छ। अर्को पोइन्ट, यस परिभाषाले रोगबाट मुक्त हुनुका साथै स्वास्थ्यका आधारभूत तीन पक्षहरू शारीरिक, मानसिक र सामाजिक पक्षलाई जोड दिएको छ। यो परिभाषाले रोगबाट मुक्त हुनु मात्र नभएर यो हाम्रो तीनटा पक्षहरू शारीरिक, मानसिक र सामाजिक पक्षलाई धेरै जोड दिएको छ। त्यसैले शारीरिक तन्दुरुस्त रही मानसिक रूपले सचेत भई सामाजिक र आर्थिक तवरले उत्पादनशील जीवन बिताउन सक्नु नै स्वास्थ्य हुनु हो। त्यसैले हाम्रो शारीरिक तन्दुरुस्त भएर मानसिक रूपले एकदम सचेत सोच्न सक्ने क्षमताहरू भएर आर्थिक रूपले हामीले उत्पादनशील गरेर जीवन बिताउन सक्नुलाई नै स्वास्थ्य भनिन्छ। स्वास्थ्य मानिसमा के हुनुपर्दछ त? ल हेरौँ अब के हुनुपर्दछ र कति हुनुपर्दछ। रक्तचापमा दुईटामा भाग गरिएको हुन्छ। एउटा भनेको सिस्टोलिक, एउटा भनेको डायस्टोलिक। सिस्टोलिक्स भनेको 120 mmHg हुनुपर्छ र डायस्टोलिक भनेको 80 mmHg हुनुपर्छ। अर्को शारीरिक तापक्रम 37 डिग्री सेल्सियस हुनुपर्दछ र 98.6 डिग्री फरेनहाइट हुनुपर्दछ। यो सेल्सियसमा भयो, यो फरेनहाइटमा भयो। अर्को रगतको pHमा 7.35 देखि 7.45 सम्म हुनुपर्दछ। अर्को कोलेस्ट्रोलको दर 200 mg अथवा DL भन्दा तल। mg भनेको मिलिग्राम, DL भनेको डेसिलिटर, मिलिग्राम र डेसिलिटर। पल्स दर, पल्स रेट भनेको 72 पल्स पर मिनट हुनुपर्दछ। हिमोग्लोबिनको तह पुरुषमा 13.8 देखि 17.2 gmS/dl सम्म हुनुपर्दछ र महिलामा 12 देखि 15 gm/dl सम्म हुनुपर्दछ। gm भनेको ग्राम भयो, DL भनेको डेसिलिटर हुनुपर्दछ। मन पर्यो भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला, केही कुरा बुझ्नु भएन भने गर्नुहोला र सक्दो सेयर गर्नुहोला। धन्यवाद।